आज चाहिँ हाम्रो आफ्नै घरको बारीमा फलेको अर्ग्यानिक है। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ रातिको समयको यो मेरो चाहिँ खान्की। यहाँ तपाईहरु देख्नुहुन्छ यसलाई भन्छ अचार। यो के हो तिते करेला। तिते करेला पनि छ यहाँ। यो चाहिँ तिते करेला है। कहिलेकाहीँ यस्तो पनि खाने गर्नुस्। अनि यो आलु आलु अनि यो के हो स्नेहा भेन्डी भेन्डी अनि आलु। नाइटको टाइममा चाहिँ तपाईहरुको चाहिँ यो स्टाइलले चाहिँ खाएर चाहिँ सुगाएर मासु धेर नखानुमा। मासु धेर नखानु। मासुले चाहिँ धेरै स्वास्थ्य बिगार्छ है। त्यही भएर मासु नखानु होला यसरी खानुस् है। साह्रै मिठो हुन्छ। यो के को दाल हो? मुसुरीको दाल। आफूलाई थाहा छैन त्यही भएर त्यही थाहा भएको कालो दाल। अनि यो रातो दाल मात्रै भन्न आउँछ नाम चाहिँ थाहा छैन है। अब यसलाई चाहिँ तपाईको यसलाई चाहिँ सो गरेर अनि यो तिते करेला तितो। अब यो अचारसँग आलु तिते करेला हो रहेछ। दाइले भन्नुभएको तपाईँको गुलियो मानेर खायो भने गुलियो हुन्छ, तितो मानेर खायो भने तितो हुने रहेछ। हस् त हजुर।